सो यो इम्प्याक्टहरु जुन चाहिँ हामीले देख्दैछौँ अहिले यो यसकै कारणले गर्दा हो हामीले झोडा नाला हाम्रो जुन चाहिँ एक्टिभिटिजहरु छ त्यसले गर्दाखेरि त यो त्यसले गर्दा नहुनु पर्ने त्यसले पनि इट हैज प्लेड ए रोल सानो भूमिका त छ होला तर अब टिस्टाको फ्लडहरु हेर्दा चाहिँ हामीले खाली यो टिस्टाको फ्लड मात्रै हेर्नु हुँदैन हामीले अलिकति ठूलो लेभलमा हेर्नुपर्छ टिस्टा कस्तो थियो पहिला टिस्टाको पनि इतिहास छ टिस्टाको इतिहास हेर्नुभयो भने तपाईको लेखेको इतिहास भन्दै आजको 250-300 सालदेखि टिस्टाको इतिहास छ र भयानक इतिहास छ टिस्टाको डेटाहरु हेर्नु फ्लो डेटा हेर्नुभयो भने हुन त टिस्टा त अब ट्रान्सबाउन्डरी रिभर हो त्यसको बेसी डेटा आजकल पाइँदैन सबै गभर्नमेन्टलाई सेन्सिटिभ डेटा बनाएर राखेको छ किनकि ट्रान्सबाउन्डरी रिभर हैन इन्टरनेशनल रिभर तर इतिहास तपाईले हेर्नुभयो भने टिस्टा चाहिँ तपाईको वान अफ दी फास्टेस्ट फ्लोइङ रिभर्स इन द वर्ल्ड हिमालयमा मात्रै हेर्नुभयो भने टिस्टा इज दी फास्टेस्ट फ्लोइङ रिभर हाम्रोमा डेटा छ टिस्टाले जति सेडिमेन्ट्स लिएर आउँछ र माथिबाट चोङथाङ नर्थ सिक्किमबाट जति सेडिमेन्ट्स लिएर आउँछ सिक्किम के अरे टिस्टाले तल ल्याएर एन्डरसन ब्रिजमा तपाईको त्यहाँको डेटा पहिलाको स्कलरहरु हेर्नुभयो भने तपाईको अक्रस द हिमालय टिस्टाको सबभन्दा बेसी छ हैन त्यो टेक्निकल डेटा म भन्दिन त्यो काफी टेक्निकल डेटा छ त्यसले गर्दा अन्त तपाईले आजभन्दा 270-280 साल अगाडिको डेटा तपाईले टिस्टाको इतिहास हेर्नुभयो भने 1778 सम्म टिस्टा चाहिँ गंगा रिभरको ट्रिब्युटरी हो टिस्टा अहिले तपाई त्यो सेवकबाट यसरी घुम्छ हैन यस्तो लेफ्ट घुमेर दोमनी हुँदै तल बंगलादेश भएर ब्रह्मपुत्रमा छुन्छ आज 1778 सम्म टिस्टा चाहिँ त्यो सेवक बजार त त्यतिबेला थिएन सेवकबाट भित्रताबाट गएर चाहिँ मानन्दमा पसेर मानन्दको ट्रिब्युटरी भएर फाइनली इट युज टु जोइन गंगा रिभर अहिले तपाईको जुन चाहिँ त्यहाँनेरि सेवक बजार देख्नुहुन्छ र त्यहाँनेरि तपाईको 10-15 किलोमिटरको एउटा सानो स्ट्रेच छ हैन बैकुण्ठपुर फरेस्ट त्यतिले मात्रै छुट्याएको छ उतापटि मानन्दको बेसिन चाहिँ यता टिस्टाको बेसिन र त्यो चाहिँ 1778 को ठुलो एउटा फ्ल्यास फ्लड डरलाग्दो अहिलेको चाहिँ सायद क्लाउड बर्स्टहरु भयो होला फ्ल्यास फ्लड भयो र त्यो टाइममा अन्त अलिकति अर्थक्वेक पनि भयो र त्यो टाइमको अलिकति यो टेक्टोनिक एक्टिभिटी भएर टिस्टाले कोर्स चेन्ज गरेको टिस्टा चाहिँ त्यति डरलाग्दो खोला हो र अहिले जुन प्रकारले अब त्यस्तो चीज अहिले भयो भने त हाम्रो त लाखौंमा मान्छे मर्छ नि 100,000 को कुरा हुँदैन लाखौंमा मान्छे मर्छ त्यसले गर्दा टिस्टाको फ्लड चाहिँ नयाँ हैन टिस्टामा पहिला पनि फ्लड हुन्थ्यो त्यसपछि तपाईले हेर्नु 1950 को रेकर्ड 55 को रेकर्ड छ 68 मा त हाम्रो झन्डै 20-22 हजार मान्छेहरु डिस्प्लेस भएको झन्डै अब 20,000 के अरे 2,000 ल्यान्डस्लाइड्सहरु नयाँ रेकर्ड गरेको छ त्यतिबेला 1968 को फ्लडमा र 2023 को फ्लड त त्यो भन्दा धेरै सानो फ्लड हो तर खाली प्रब्लम चाहिँ के भयो भने माथि जब ग्लेसियल लेक आउटब्रस्ट फ्लड भयो र जुन चाहिँ पानी आयो त्यो पानी चाहिँ तपाईको तल टिस्टा चुङथाङको ड्यामले रोकिदियो त्यहाँ अलरेडी पानी थियो सायद त्यो चुङथाङको ड्याम नभएको भए त्यहाँनेरि नर्मल के अरे रिभर फ्लो भएको भए चाहिँ त्यो फ्लड हुने पनि थिएन होला या सानो फ्लड डिजास्टर हुने थिएन होला तर त्यहाँको ड्यामले गर्दा चाहिँ त्यो ड्याममा अलरेडी पानी थियो माथिबाट झन्डै तपाईको सेभरल ट्रिलियन लिटर्स अफ वाटर जब डेब्रिससँग आउँदा त्यसले ब्लाङबुङ बनाएर लग्यो that is how this glacial lake outburst flood was converted into disaster so it was purely a human disaster hazard जुन चाहिँ त्यो फ्लड आफै त तपाईको नेचुरल hazard हो तर जुन डिजास्टर भयो that is purely human made त्यसपछि तपाई तल आएर हेर्नु अब अलिकति मुनि तपाईको टिस्टा 5 ले त्यो एन्टायर पानीलाई अन्त गेटहरु पनि टाइममा माथि खोलेको थिएन त एन्टायर माथिको त्यो पानीलाई चाहिँ टिस्टा 5 ले चाहिँ विथ हेल्ड गर्यो टिस्टा 5 मा हल्का 2-3 वटा गेटहरु खोलिएको थियो त्यसले गर्दा टिस्टा 5 को त्यो ड्यामले त्यो एन्टायर पानीलाई रोक्नु सक्यो र पानी अलिकति त्यहाँनेरि धेरै त्यहाँनेरि अब मोडरेट भयो पानी इन केस टिस्टा 5 पनि फुटेको भए टिस्टा 3 त फुटिहाल्यो इन केस टिस्टा 5 पनि फुटेको भए त्यहाँ पनि पानी अलरेडी जम्मिएको थियो र त्यो कम्बाइन्ड माथिको फ्लड वाटर चुङथाङ ड्यामको फ्लड त्यो रिजर्भरको पानी र टिस्टा 5 को रिजर्भरको पानी चाहिँ उदो एकैचोटी आएको भए चाहिँ तपाईको सम्झिनुहोस्
सिङतामलाई जम्मै बगाएर लान्थ्यो, रम्फू जाने थियो र तपाईँको 27 माइलको टिडिएलपी पनि फुट्थ्यो, तल कालीझोडाको टिडिएलपी 4 पनि फुट्थ्यो मेरो हिसाबमा चाहिँ। र जुन पानीको जुन भोल्युम पानी आउँथ्यो टिस्टाले फेरि कोर्स चेन्ज गर्थ्यो, त्यो त्यता नघुमेर त्यो सेवक बजारलाई पुश गरेर टिस्टा वुड ह्याभ फ्लो टुवर्ड्स महानन्दा। त्यो त सानो स्ट्रेच त छ, त्यत्रो ठुलो भोल्युमको पानी भ्याउने थिएन त्यो घुमिबस्नु। र सिलिगुडीमा चाहिँ कमसेकम 2-4 लाख मान्छे मर्ने थियो एन्ड इट वुड ह्याभ बिन वान अफ द बिगेस्ट डिजास्टर इन द इस्टर्न हिमालय। त्यो त हुनुदेखि हामी बाँच्यौँ, तर यसमा हामी चर्चा छैन, खालि टिमको कन्टेक्समा बात हुन्छ। तर यो एन्टायर इट्स कनेक्टेड, यो त बेसिन हो नि त। माथि प्रब्लम छ भने मुनि त्यस्तो तल गएर हेर्नुहोस् त, अहिले तल त्यो चोमक डाङ्गी एन्टायर भिलेज बग्यो, त्यतापट्टि तपाईँको त्यहाँ टोट गाउँ हेर्नुहोस् जलपाइगुडीमा, त्यहाँ कमसेकम 50-60 वटा घर बगाएर त्यसमा चर्चै हुँदैन। सो यु नो इट्स प्योरली अ ह्युमन डिजास्टर। द्याट इज व्हाट आई लाइक। हजुर सर, जो अहिले प्रोफेसर विमल प्रवासले भन्नुभयो टिस्टाको रौद्र रूप योभन्दा पहिला पनि भएको